जीवनमा जतिसुकै कठिनाई समय आए पनि जीवनमा जतिसुकै कठिनाई समय आए पनि हरास कहिले खानु हुँदैन, किनभने भगवान यो जन्म दिएछ भने केही न केही अवश्य राम्रो गर्नेछ। जीवनमा सल्लाह त्यो व्यक्तिसँग लिनुपर्छ जुन व्यक्ति जीवनमा राम्रो काम गरेछ अनि सफलता हासिल गरेछ। यदि तपाईँ गलत व्यक्तिसँग सल्लाह लिनुहुन्छ भने तपाईँले त्यो व्यक्ति राम्रो सिकाउँदैन, राम्रो बाटोमा लिएर जाँदैन, किनभने त्यो व्यक्ति तपाईले नराम्रै सिकाउँछ, नराम्रै तरिकाले तपाईले सम्झाउँछ। त्यसैले जहिले पनि सल्लाह लिँदाखेरि राम्रो व्यक्तिसँग लिनुपर्छ, तब हामी जीवनमा केही अगाडिको लागि केही नयाँ सुरुवात गर्न सक्छौँ। कसैले तपाईलाई नराम्रो भन्यो, खराब भन्यो भने टेन्सन लिनु पर्दैन। यदि तपाईलाई कसैले नराम्रो खराब भन्यो भने टेन्सन लिनु पर्दैन, किनभने तपाईँ आफ्नो नजरमा राम्रो हुनुहुन्छ, अरूको नजरमा जतिसुकै खराब भए भने त्योसँग कहिले मतलब राख्नु हुँदैन, त्योसँग कहिले फरक पर्दैन, किनभने आफ्नो नजरमा बेस्ट हो, जे गर्नुहुन्छ तपाईँ बेस्ट हो। जुन ठाउँमा आफ्नो इज्जत हुँदैन भने चुप लगाएर बस्नु नै बेस हो, चुप लगाएर बस्नु नै बेस हो। जीवनमा कसैले कसैले अगाडि बढाउन सक्दैन, जीवनमा कसैले अगाडि बढाउन सक्दैन। अगाडि बढाउने व्यक्ति तपाईँ आफै हो, तपाईँ आफै अगाडि बढ्नुहुन्छ अनि पछाडिबाट सपोर्ट गर्ने मान्छे हजारौं हुन्छ। जीवनमा धेरै व्यक्ति भेटियो, धेरै व्यक्तिसँग कुराकानी पनि भयो, तर त्यो व्यक्ति दुखमा होइन सुखमा साथ दिँदो रहेछ। तर थाहा भयो त्यो व्यक्ति दुखमा होइन सुखमा साथ दिँदो रहेछ।